Good morning, guys. आज हामी कहाँ आएको रे बाबु? आज हामी टिचर आमाको फार्म हाउसमा आएको। कुन चाहिँ फार्म हाउस है? बाख्राको है? यस। ल अब देखाइदेऊ बाबु, सबैलाई देखाइदेऊ। सबैलाई देखाइदेऊ न तिमी, पुरा काउन्ट गरी देखाइदेऊ। यहाँ माउहरू, यता बच्चा, यहाँ पनि माउ, यहाँ पनि माउ। अनि यहाँ पनि माउ, यहाँ पनि माउ। यता हुन्छ म कान्छा बाख्रा देखाइदिन्छु हजुरलाई। ठुलो न ठुलो छ नि। साँच्चै हेरेको कि मैले साँच्चै पक्का। अन्त हेरी सानो बाख्रा छ नि, हो यहाँ हो कि यी कति ठुलो हो यहाँ। यी ऊ हेर्यो हेर्यो त्यहाँ, ऊ हेर्यो हेर्यो त्यसले। उतापट्टि देखाइदेऊ, बच्चा देखाइदेऊ बाबु। बच्चा देखाइदेऊ। यहाँ पनि कति धेरै बच्चा छ। यो कति धेरै बच्चा। यिनीहरूको ब्रेकफास्ट टाइम भएछ अहिले बाबु है? ब्रेकफास्ट क्या मजा देखाएको है, घाँस है? कसैलाई इन्ट्रेस्ट छ भने किने हुन्छ है बाबु है? हामीले चाहिँ हाम्रो टिचर आमा हो, त्यही भएर हामीले फ्रीमा दिन्छ। अनि अरूहरू मान्छेलाई चाहिँ पैसा दिनुपर्छ। छानी छ है? रेन्जको हिसाब छ है? 10,000, 15,000, 20,000, 40,000 है? 80,000 पनि छ बाबु है? 80,000 को झन् नि यति ठुलो। वाह, अघि हामीले हजुरहरूले देखाएको थियौँ नि, 80,000 लाख। यो 80,000 लाख छिप्पु छ है? छिप्पु छ है? छिप्पु छ। बाहिर आउनै नमिल्दो रहेछ। मिल्छ यो पनि मान्दो रहेछ। Lock, it's locked. खाना देऊ। वाह, टाढो बच्चा रहेछ। यहाँ पनि एउटा बच्चाले ड्याडीसित खायो। यहाँ पनि एउटा बच्चा खायो। तर यहाँ हाम्रो लोकेसन देखाइदिउँ बाहिर गएर। ल यो चाहिँ हाम्रो भित्र फार्म हाउसको भित्रको हो। अब तपाईँलाई बाहिर आउनुहोस्, बाहिरको देखाइदिन्छु तपाईँहरूलाई। बाहिरकोमा यहाँ हो बाहिर बाख्राहरू खेल्ने ठाउँ। बाख्राहरू खेल्ने ठाउँ यो पनि बाख्राले दिनमा खाने ठाउँ हो होइन। यो पहिला भैँसीहरू बस्ने ठाउँ कि यहाँ। कोठा रहेछ। यो चाहिँ उता केयरटेकर अङ्कलको रुम होइन। हेर्नुहोस्, तपाईँलाई घाँस पनि चाहिएकोमा घाँस छल्ली छ तल। कुन चाहिँ छानी छ के घाँसको नाम पनि जान्दिनँ। दिनमा घाम ताप्दाखेरि खाने ठाउँ हो यो चाहिँ। सब खेल्ने ठाउँ हो। दुबो छ, उकालो ओह्रालो। अलिकति उठाउनु पर्छ अरे त्यो। ल अफ है। घेरमला सेरमला पनि छ माथि टन्नै अर्ग्यानिक घेरमला। यता पछाडि मेसिन छ, आउनु त हामी देखाउँछौँ। पछाडि मेसिन छ, यहाँबाट देख्नुभयो हजुरले। उता मेसिन हिजो हामीले पटेका पड्काएको है। हिजो हामीले आलु बम पनि पड्काएको है। यही मेसिन घाँस काट्ने है, बाख्रालाई घाँस काट्ने मेसिन। घाँसहरू सबै यहीँ छ। सब यो बाख्राको घाँस हो। योले झन् लाठी पनि काटिदिन्छ। बहिनी पारीको गाउँ के गरे? सुन्नु भएन जस्तो छ। बेलौती टिप्ने छ बेलौती नि। ल आउनुहोस्, बेलौतीलाई यहाँ देखाउँछु। हाम्रो यहाँ बेलौती पनि छ। ओके कम। ल हेर्नुहोस्, यहाँ छ है। हामी पनि बाख्रा सँगसँगै बाहिर आएको, बाबु र म।
तपाईँले देख्न जान्छु बाख्रा कति मजाले खेलेको छ यहाँ हाम्रो फार्म हाउसमा है। बाख्राको लागि जति पनि जग्गा के छ यहाँ पनि अझै एउटा माउ पनि हेर यहाँ बाबु माउ ओके यहाँ माउ छ माउ यहाँ पनि माउ यहाँ पनि माउ उ अर्को माउ पनि आउँदैछ। अब घाम ताप्न आउनुहोस् माउहरू ल आउनुहोस् माउहरू बच्चाहरू बुबु खायो बुबु खाइदेऊ। यो एउटा सेतो होला यति ठुलो भएर पनि खाइदिएको है ठुलो भएर ल छोडिदिए यो सेतो ठुलो भइसक्यो फेरि बाबुलाई हान्न आयो यहाँबाट बाबु जत्रै हो त यो त छैन यो झन् यो भन्दा ठुलो हो है ए सुन लाग्यो क्या ए ल चिलाउने अरे ल हल्का ल मौरीको घर भनेपछि म कहाँ पुगिसकेँ क्विनको माथिको पुगिसकेँ घर स्टार्ट ल हेर्नुहोस् बाख्राको साथसाथ हामीसँग यहाँ बेलौती पनि छ। बेलौतीहरू अम्बा भनिन्छ, कोही ठाउँमा बेलौती भनिन्छ है। ठाउँको हिसाबले आफ्नो आफ्नो चिनी जानिन्छ। पूर्वतिर अम्बा भनिन्छ भने हाम्रो पश्चिमतिर मध्यपश्चिमतिर के भनिन्छ बेलौती भनिजान्छ। त यो बेलौती तपाईँले हेर्न सक्नुहुन्छ बेलौती छ ऊ भित्रभित्र अलिकति तपाईँहरूलाई सायद क्यामेरामा अलिक लुकेको देख्यो होला बेलौती तर नै छ है। बेलौती भन्ने चिज यही हो, अम्बा भन्ने नि यही हो। ल हेर्नुहोस् ल अब यो हेर्नुहोस् यो चाहिँ यो पुरा बाख्राको घाँसहरू हो। यो जति पनि छ यो सबै बाख्राको लागि नै हामीले रोपेको हो ताकि बर्खा माछामा होस् या कुनै माछामा होस् घाँसको कमी नहोस् बाख्रालाई नहोस् भनेर तपाईँहरूको हामी पुरा यहाँ तपाईँलाई चाहिएमा सम्पर्क गर्नु होला माडी गाउँपालिका वडा नम्बर 10 मा है। ल हेर्नुहोस् ल कुन चाहिँ प्रकारको तपाईँलाई घाँस चाहिन्छ यो सब घाँस उपलब्ध छ हामीकोमा। तपाईँलाई चाहिएकोमा पुरा सम्पर्क गर्नुहुन्छ। म तपाईँलाई कन्ट्याक्ट नम्बर पनि दिइसकेको छु। अझै पनि तपाईँले बिर्सिनुहुन्छ भने मेरो डिस्क्रिप्सनमा गएर त्यहाँ पढ्न सक्नुहुन्छ। ल हेर्नुहोस् ल र तपाईँलाई वरिपरिको गाउँहरू पनि देखाइदिइसकेँ मैले। फेरि पनि अझै एकचोटि देखाइदिन चाहन्छु। ल हेर्नुहोस् ल पहाड हेर्नुहोस् यो हाम्रो फार्म हो। यो फार्मको इलाका हो। मेन गाउँ चाहिँ त्यहाँ माथि डाँडा हो, त्यो माथि डाँडामातिर हो। यो तपाईँले जुन साइडमा क्यामेरा फेस गरेको छ त्यो माथि यहाँ चाहिँ हाम्रो मेन गाउँ हो है, कैरे गाउँ भन्ने। ल यति नै थियो आजको भिडियोमा। ल प्लिज भिडियो राम्रो लाग्यो मलाई लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र सब्सक्राइब गर्नुहोस्। च्यानलको नाम चाहिँ जेकब गुरुङ नबिर्सिनु होला है। ल हस्त धन्यवाद।